एनसी दिँदै हुनुहुन्छ भने यो क्वेशन हजुरलाई आउनै पर्छ है त। यो चाहिँ हाम्रो ब्लड सेलको क्वेशन हो र यस्तै क्वेशन्स हामीलाई धेरै सोधिरहेको हुन्छ। सो ब्लड सेल्स र यतापट्टि चाहिँ नम्बर अफ ब्लड सेल्स इन 1 क्युबिक मिलिमिटर दिएको छ। यस्तो क्वेशनमा चाहिँ हामीले यो भ्यालुहरु हेरेर एक्स वाइ र जेड कुन ब्लड सेल्स हो भन्ने कुरा आइडेन्टिफाई गर्न सक्नुपर्छ। तर यो क्वेशनमा के सजिलो छ भन्दाखेरि चाहिँ यसमा हजुरलाई एक्ज्याक्ट भ्यालु थाहा छैन भने पनि हजुरले यो क्वेशन सल्भ गर्न सक्नुहुन्छ। तर त्यसको लागि के कुरा याद हुन पर्यो भन्दाखेरि चाहिँ हाम्रो ब्लड सेल्स भनेको 3 टाइपको हुन्छ, डब्ल्युबीसी, आरबीसी र प्लेटलेट्स हुन्छ। र त्यो तीनटा मध्ये सबभन्दा कम नम्बरमा कुन हुन्छ? डब्ल्युबीसी हुन्छ र सबभन्दा धेरै नम्बरमा कुन हुन्छ भन्दाखेरि चाहिँ आरबीसी हुन्छ। र प्लेटलेट्स भनेको दुवैको बीचमा हुन्छ। अब तपाईले राइट साइडमा दिएको भ्यालुहरुलाई हेर्नुस्, सबैभन्दा कम भ्यालु भनेको 4000 देखि 11000 सम्म छ नि त। त्यो भनेको के हुने भयो? डब्ल्युबीसी हुने भयो। त्यसपछि सेकेन्डमा के दिएको छ? 45 लाख देखि 50 लाख दिएको छ र फर्स्टमा चाहिँ 2 लाख देखि 4 लाख दिएको छ। सबभन्दा धेरै भ्यालु कति भयो? यो सेकेन्ड वाला भयो। सो दैट्स व्हाई यो सेकेन्डको के भयो? आरबीसी भयो। र यो बीचको भ्यालु 2 लाख देखि 4 लाखको भ्यालु भनेको चाहिँ डब्ल्युबीसी भन्दा धेरै र आरबीसी भन्दा कम। सो दैट विल बी दी प्लेटलेट्स। सो अब हामीले क्वेशन सल्भ गर्न सकिन्छ। सो फर्स्टमा एक्स वाइ जेड आइडेन्टिफाई गर्न भनेको छ। सो एक्स भनेको प्लेटलेट्स, वाइ आरबीसी र जेड डब्ल्युबीसी भइहाल्यो। त्यस्तैगरी सेकेन्डमा हामीलाई सोधेको छ नम्बर अफ जेड चाहिँ बढी भयो भने के हुन्छ भनेर सोधेको। जेड भनेको के हो? डब्ल्युबीसी हो। अब हाम्रो ब्लडमा डब्ल्युबीसी को प्रोडक्सन धेरै भइदियो भने के हुन्छ? ल्युकेमिया कज गर्छ। ल्युकेमियालाई हामीले ब्लड क्यान्सर पनि भन्नुपर्ने गरिन्छ है त। त्यस्तैगरी थर्ड नम्बरमा हामीलाई सोधेको छ यदि एक्स को नम्बर चाहिँ कम भइदियो भने ब्लडमा के हुन्छ? अब एक्स भनेको के हो? प्लेटलेट्स हो। ल प्लेटलेट्सको नम्बर कम भइदियो भने फेरि यसले के कज गर्छ? थ्रोम्बोसाइटोपेनिया कज गर्छ। त्यसैगरी 4 नम्बरमा सोधेको छ हामीलाई वाइ को फंक्सन चाहिँ के हो त नि भन्दाखेरि वाइ भनेको आरबीसी हो र आरबीसी को फंक्सन के हो? सबैलाई थाहा नै छ, टु ट्रान्सपोर्ट द अक्सिजन टु भेरियस पार्ट अफ द बडी है त। Follow for more such contents.